हेलो गाइस, हामी आज पिकनिकको यात्रामा छौं अनि रमाइलो भइ पनि रहेछ। देख्नु भएको होला बाटो दृश्य एकदम मन खुल्ला हुने बाटो छ। यहाँ चाहिँ दामी छ। हामी पिकनिकको लागि निक्लिसकेको छौं घरबाट। अब साथीहरु यहाँ बाइकको अब यहाँ एक्सपिरियन्स लिँदै छन्। यहाँ साथीहरु अब रमाइलो चाहिँ पक्कै पनि हुन्छ होला आज पनि भिडियोमा। साथीहरु के छ हाल खबर सन्चै हुनुहुन्छ? आज हामी आएको छौं छोरा। हामी पिकनिक खान आएको छौं। हाम्रो केटाहरु यता हाम्रो कमल सर हुनुहुन्छ, हाम्रो गोरदाई, हाम्रो विधान भाइ, प्रताप, आकाश भाइ, अर्को बोको उता बुद्धे। हामी सबै मासु देखाएको केटा हामी पिकनिक खान आएको भाइ। माधवलाई मेन्सन गरिदिएको। माधवले खुब रमाइलो हुन्छ यार। यहाँ मासु फ्राई हुन लाग्छ। बाबु यता ल्याउ यता। यहाँ फ्राई हुन लाग्छ क्या। यहाँ पुरा क्रिस्पी तरिकाले फ्राई हुँदैछ होइन। त्यो फेरि अहिले क्रिस्पी हुने यसलाई पहिला लट निकालौँ, पछि फेरि निकालौँला नि त। यसलाई पहिला लट निकालौँ। यदि तर्ने क्षमता छ भने है हाम्रो टक्क आएको त झोलुङ पुल छ है। यहाँ को हो रे? झोलुङ पुलमा यही हो नि। यहाँ यो खाएर यो लट्टिने काम चाहिँ नगरौँला है बिल्कुल। यो ठिक छैन ल। हाम्रो भिडियो सेयर गर्नु होला। यस्तै यस्तै रमाइलो भ्लग हेर्नको लागि फेसबुकमा मलाई फलो गर्नु होला है साथीहरु। फेरि कालो लाग्छ। हामी यहाँ छहरामा पिकनिक खान आएको थियौँ। हामी करिब 8-9 जना छौँ पिकनिक खान आएको थियौँ। रमाइलो छ यहाँ पिकनिक खानको लागि। हामी हमेसा यहीँ आउने गर्छौँ प्रत्येक शनिबार आइतबार है। हप्तामा एकचोटि या नभए महिनामा 1-2 चोटि चाहिँ हामी यहाँ आएकै हुन्छौँ। एकदम राम्रो छ यहाँ चाहिँ, आउन सक्नुहुन्छ है। यस्तो राम्रो छ, भ्यू पनि दामी छ। फेरि यहाँ छहरातिर पिकनिक खानको लागि बेस्ट प्यालेस हो कि। यो बेस्ट ठाउँ हो यहाँ। मान्छेहरू रेस्टुरेन्टमा गएर दुनियाँभरि पैसा खर्च गर्नुभन्दा रेस्टुरेन्टमा दिने पैसा भ्याटहरू यहाँ आएर मजाले है बाइक साइक माथि पार्किङ गर्ने पनि छ, तल लिएर आउन पनि सक्नुहुन्छ। पिकनिक खानको लागि चाहिँ यो जस्तो बेस्ट ठाउँ कहीँ छैन। हाम्रो दाङ पुरनधारा छहरामा होइन, दामी छ है। आउन सक्नुहुन्छ यहाँ चाहिँ। अब बल्छी सल्छी लिएर अब तपाईँहरू माछा मार्न नि आउन सक्नुहुन्छ। म उतापट्टि तपाईँलाई क्यामेरा गरेर पुरै भ्यू देखाइरहेको छु। दामी छ यहाँ, एकदम दामी छ। आउन सक्नुहुन्छ। मलाई युट्युबमा देख्नुभयो भने फलो गर्नु होला, फेसबुकमा देख्नुभयो भने फलो गर्नु होला, र टिकटकमा देख्नुभयो भने फलो गर्नु होला। मेरो भिडियो चाहिँ सेयर गरिदिनु होला। कालो लागेछ हो राम्ररी पोल्नुपर्छ है। राम्रो रापले पोल्नु हो, रापले। ओहो हो दामी आछ यार। रापले पोल्नुपर्छ। आगो त जल्छ क्या। उता रमाइलो हेरौँ है। ओहो हो के यस्तो कता हो? कहाँ हो र? मैले जुम गरेको छु है। कहाँ यस्तो जङ्गलतिर? कसका छोराछोरी हो नि यसरी? सकिन्न क्या हो? रहर हो कि बाध्यता? ब्युटिफुल, नाइस। बल्छी लिएर आए हुन्छ केटा यार। किन्तु गोर्दा फाइनली साथीहरु अब हामी घरतिर लाग्दैछौँ। खाएको देखाउन सकेन किनभने खाएको बेला अलिकति नरमाइलो हुन्छ क्या, त्यही भएर देखाउन सकेन। अर्को भिडियोमा पक्कै देखाउने छु। मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला, फेसबुकमा पनि फलो गर्नु होला। हामी धेरै ठाउँमा रमाइला ठाउँमा जाने गर्छौँ। तपाईहरु पनि आउन सक्नुहुन्छ, हामीसँग मिल्न सक्नुहुन्छ है त।